हेलो साथीहरु, आजको भिडियोमा हामी नेपाली क्रिकेटरहरुको फन्निएस्ट भिडियोहरु हेर्नेछु। नम्बर 1 को भिडियोले त मेरो दिल नै लगेछ साथीहरु। नम्बर 8 को भिडियो हेर्नु होला। अभी बता दे मैले कार्डसँग पेमेन्ट गर्छु प्लास्टिक म आफ्नो लिएर आछु। प्रब्लम छैन, म हजुरको ब्यागमा हालिदिन्छु। अब आफै उठाउनुस्। दाइ कस्तो छ रिफ्रेसिङ लेमनेड चेक इशारा कॉफी हजुर कुन कफी? अरे यार इशारा कॉफी के यस्तो कुनै कफी हुँदैन। अरे हुन्छ यार हेर न समझने वाले को इशारा कॉपी। हाँ हेलो रोहित हाउ आर यू आई एम गुड हाउ आर यू आई एम स्मार्ट एंड सेक्सी हाउ आर यू You don't know English. Oh sorry ये सब ठुम्रो हाल के छ ठीक छ गुलसनलाई केही नभन्नु यार उसको मम्मीले यो ब्लग हेर्नुहुन्छ नि त बहुत सीधा छ यो इतना सीधा है जलेबी भन्दा हल्का जलेबी भन्दा नि हल्का सीधा छ। हेलो नमस्ते एंड सत श्री अकाल, मैं हूँ आपका अपना सोपल कामी जी लगाउनु पर्यो नि, सन्दीपले सिकाएन। रीजन ढकाल रीजन फॉर अ रीजन ब्लॉग हो नि भन सिधैमा टोपी जुलापी ढोपी हेर न मायाले एमै राम्रो देखे तिमीलाई पापी मन सर्कियो मन बाँधेको सुर गनी सर्कियो पहिनी झलैमा कच्चै मोया बस्यो। तिमीले गर्दा म्याच हार्यो जस्तो सुनियो कि, तर मलाई त्यो बेला खुसी के लाग्यो कि मेरो लागि सबै प्लेयरहरू आयो कि होइन, यस्तो भन्नु हुँदैन। मेरो लागि स्ट्यान्ड लियो कि, अनि त्यसले गर्दा झन् मेरो बुस्टअप बढ्यो होइन। मेरो अगाडि मेरो टिम छ, मलाई एकदमै सपोर्ट गरिरहेछन्, त्यसले झन् बुस्टअप भयो कि मलाई। अनि पछि हामी जब वेस्ट इन्डिजदेखि फर्किरहेको थियौँ, अनि टन्नै पुरै सपोर्टहरू गरिरहेको थियो होइन। तिमीहरू एकदमै राम्रो खेल्यो, हार जित आफ्नो ठाउँमा, तर साउथ अफ्रिका जस्तो टिमलाई तिमीहरू यस्तो गर्यो, यस्तो यहाँसम्म पुर्याउनु धेरै ठुलो कुरा हो। नर्मल मान्छेहरू एयरपोर्टमा भएको स्टाफहरू भनिरहेको छ, सो त्यो हेरेर एकदमै खुसी लाग्यो। अभियसली जित्ने म्याच थियो, जित्नै पर्ने म्याच थियो, तर भएन त्यो, अब के गरौँ।